12 एक्जाम सक्यो, कन्फ्युज हुनुहुन्छ, विद्यार्थी पनि कन्फ्युज, गार्जियन पनि कन्फ्युज, के गर्ने, कहाँ पढ्ने, विज्ञापनहरू धेरै देख्नु भएको छ, सबले यो राम्रो त्यो राम्रो भन्नुहुन्छ। यो कन्फ्युजन दूर गर्नको लागि एथेना एजुकेसन कन्सल्टेन्सीले तपाईहरुलाई केही जानकारी गराउनको लागि आज यो जानकारीमूलक भिडियो मात्रै बनाएको। सबैले अब के खोज्नु भएको छ भन्दाखेरि मज्जाको भविष्य खोज्नु भएको छ। मज्जाको भविष्यको लागि त मज्जाको नलेज हुनुपर्छ, मज्जाको नलेजको लागि मज्जाले पढ्नुपर्छ। यदि हामीले हाम्रो बच्चाहरूलाई चाहिँ 12 घण्टा 14 घण्टा काम गरेर पढ्ने वातावरण बनायौँ भने के हाम्रो बच्चाको भविष्य राम्रो होला र? आजसम्म तपाईँले 12 क्लाससम्म बच्चाहरूलाई पढाउनु भयो, कुनै काम गरेर पढाउनु भयो र भएन नि, त्यही पनि चाहिए जस्तो उचित मार्क्स नपाएर सन्तुष्ट हुनु होला। त्यो हुनाले अब यदि हामी साँच्चै बच्चाको राम्रो भविष्य चाहन्छौँ भने, विद्यार्थीको राम्रो भविष्य चाहन्छौँ भने यो 4 वर्ष यो ब्याचलर चाहिँ मजाले पढाउनै पर्छ। बरु मास्टर्स भनेको हामीले काम गर्दै पढ्दै गर्न सकौँला, तर ब्याचलरमा यदि हामीले पढाइ बिगार्यौँ भने जिन्दगीभर नर्मल वर्कर भएर बाँच्नुपर्छ। त्यही यो ब्याचलरमा कमसेकम इन्जिनियरिङ, नर्सिङ, मेडिकल, पारामेडिकल कोर्सहरूमा उहाँहरूको कोर्स कम्प्लिट गर्नुपर्छ। अब यस्ता उत्कृष्ट कोर्सहरू, प्रोफेसनल कोर्सहरू के हामीले काम गर्दै पढाउँदै गऱ्यौँ भने बच्चाले कम्प्लिट गर्न सक्नुहुन्छ त सक्नुहुन्न। त्यसको लागि तपाईँहरूको यो सम्पूर्ण कन्फ्युज दूर गर्नको लागि 12 पछि बच्चालाई चाहिँ के गराउँदा राम्रो हुन्छ, जसको कारणले भविष्य राम्रो बन्न सक्छ भनेर थाहा पाउनको लागि विगत 14-15 वर्षदेखि एजुकेसनको दुनियाँमा, अझ इन्डियन एजुकेसनको दुनियाँमा लामो अनुभव सङ्घालेको संस्था शैक्षिक परामर्शको ढुकढुकी एथेना एजुकेसन कन्सल्टेन्सी नयाँ बानेश्वर काठमाडौँ एकचोटि तपाईँहरूले आउनै पर्छ, भिजिट गर्नै पर्छ। त्यसपछि हामी क्लियर हुन सक्छौँ कि हामीले 12 पछि के गरेको चाहिँ राम्रो हो त, कहाँ चाहिँ पढेको राम्रो हो त भनेर। त्यसको लागि हामीले इन्डियाको टप मोस्ट ब्रान्डेड एजुकेसन संस्थाहरू लिएर आएको छौँ, जस्तै एसआरएम युनिभर्सिटी, चण्डीगढ युनिभर्सिटी, आचार्य इन्स्टिच्युट अफ टेक्नोलोजी, सोना कलेज अफ टेक्नोलोजी, रत्नम इन्स्टिच्युट लगायत धेरै कलेजहरू जुन इन्डियामा तपाईँले कुनै कोर्समा पनि कुनै सब्जेक्टमा एडमिसन गर्न चाहनुहुन्छ भने ती सबै कोर्सहरूमा हामी तपाईँहरूको अफर लेटर निकाल्न सक्छौँ, एडमिसन प्रोसेसमा सहज गर्न सक्छौँ, भोलि आउने समस्यामा पनि तपाईँलाई सहजीकरण गर्न सक्छौँ। त्यसैले तपाईँले इन्डियाको कुनै पनि युनिभर्सिटीमा वा कलेजहरूमा 50% देखि लिएर 100% स्कलरसिपमा आफ्नो बाबु नानीको भविष्य सुनिश्चित गर्न चाहनुहुन्छ भने तपाईँहरूले बिर्सिनै नहुने नाम, बिर्सिनै नहुने संस्था शैक्षिक परामर्शको ढुकढुकी एथेना एजुकेसन कन्सल्टेन्सी नयाँ बानेश्वर काठमाडौँमा आएर सम्पर्क गर्न सक्नुहुनेछ र सबैलाई धन्यवाद भन्न चाहन्छु।